जय मसीह हजुरहरूलाई जय मसीह नमस्कार। यो समयमा हामी परमेश्वरको वचनलाई सिक्नेछौँ अनि परमेश्वरको वचनबाट हामी धेरै कुराहरू सिक्नेछौँ। तर विशेष गरी चाहिँ घुस है, घुस लिँदाखेरि के हुँदो रहेछ, घुस भनेको चाहिँ सबैले बुझ्नुपर्छ। अनि परमेश्वरको वचनमा पनि होइन घुसको विषयमा चाहिँ के भनेको छ त, घुसले चाहिँ के गर्छ, घुस लियो भने बर्बाद हुने कुराहरू चाहिने छ यहाँ है। प्रस्थान 23को 8मा यस्तो लेखिएको छ पवित्र बाइबलमा है, घुस नखाओ किनकि घुसले मानिसलाई अन्धा तुल्याउँछ र धार्मिकताको कुरालाई उल्टाइदिन्छ अरे। हेर्नुहोस् है, घुस लिनै नहुनेछ क्या। हेर्नुहोस् है, घुस लियो भने के हुँदो रहेछ भन्दा चाहिँ घुस लिने मान्छेको चाहिँ आँखै अन्धो हुने रहेछ क्या। अनि आँखै अन्धो भएपछि के देख्छ त, दायाँ बायाँ केही हेर्दैन। त्यस कारण त घुस लिनु हुँदैन एकदम। त्यसरी व्यवस्था 16को 11मा न्याय भ्रष्ट नगर, हेर्नुहोस् है, न्याय भ्रष्ट नगर, पक्षपात नगर, घुस नल्याऊ किनकि घुसखोरीले समझदारका आँखा बन्द गरिदिन्छ र धर्मी जनको वचन बङ्गाइदिन्छ। अब हेर्नुहोस् है, प्रत्येक वचनले के आह्वान गर्छ भने घुस नल्याऊ। घुसले सत्य मान्छे पनि बर्बाद बनाउँछ। घुसले न त देश बनाउँछ न त आफू बन्छ। घुसले के त कुनै न कुनै दिन मान्छे बिग्रिन्छ नै है। यस कारण गर्दाखेरि चाहिँ हामीले घुस लिने काम हामीले गर्नु हुँदैन। त्यसै गरी हितोपदेश 15को 27ले के भन्दो रहेछ त्यो पनि हेर्छौँ है। लोभी मानिसले आफ्नो परिवारमा, हेर्नुहोस् है, सङ्कट ल्याउँछ अरे। लोभी मानिसले आफ्नो परिवारमा के त सङ्कट ल्याउँछ, तर जसले घुसलाई घृणा गर्छ त्यो जिउने छ। हालेलुया। यस कारण गर्दाखेरि हामीले घुस लिनु हुँदैन है। घुसको काम छोडिदिनुपर्छ। सबैजनाले बुझ्नुपर्छ। जति सक्छ हजुरले यो भिडियोलाई चाहिँ एकदम सेयर गरिदिनु होला है, किनभने घुस लिनु राम्रो कुरो होइन। अनि हितोपदेश 17को 23ले पनि हामीलाई के भन्छ भने दुष्ट मानिसले, हेर्नुहोस् है, न्याय बिगार्छ अरे। दुष्ट मानिसले न्याय बिगार्छ, गुप्तमा घुस स्वीकार गर्छ भनेर चाहिँ हेर्नुहोस् है। दुष्ट मानिसले न्याय बिगार्छ, गुप्तमा घुस स्वीकार गर्छ अरे। दुष्टले के गर्छ भने चाहिँ अब न्याय नै बिगार्नु भयो नि त होइन। किन भन्दा उसले चाहिँ एकदम गुप्त कसरी देखेको छैन भन्छ, त्यसले घुस लिन्छ र सत्य कुरालाई पनि बङ्गाइदिन्छ। यस कारण गर्दा चाहिँ घुसलाई एकदमै ल्याउनु हुँदैन। त्यो घुसकै कारणले गर्दाखेरि देश पनि कहिले बन्दैन। हेर्नुहोस् है, देशमा रहेर घुसले लास्टै बिगारेछ र सत्य काम कहिले हुनु दिँदैन। अब यशाया 5को 23ले के भन्छ है, यशाया 5को 23ले हेर्छौँ। जसले घुस लिएर, हेर्नुहोस् है, दोषीहरूलाई छोडिदिन्छन् र निर्दोषहरूको ठिक न्याय गर्दैन। घुस लिने व्यक्तिले है, जसले घुस लिएर दोषीहरूलाई, हेर्नुहोस् है, छोडिदिन्छन् र निर्दोषहरूको ठिक न्याय गर्दैन। किनभने घुसले मान्छेको आँखै बन्द गरिदिन्छ क्या। लोभमा डुबिसकेपछि के हुन्छ त, उसले ठिक न्याय पनि गर्न सक्दैन है। त्यो भएर मानिसले कहिले पनि त्यो परिवारको काम गर्नु हुँदैन। एकदम तपाईँ हामीले विचार गर्नुपर्छ। र पहिलो सामुएल 8को 3ले पनि के भन्दो रहेछ हामी त्यो पनि हेर्नेछौँ है।
तर तिनका छोराहरू आफ्ना पिताका चालमा हिँडेनन्, तर तिनीहरू आफ्नै लाभको मात्र विचार गरी घुस लिएर न्याय भ्रष्ट गर्थे भने चाहिँ हेर्नुहोस् है। जब मान्छेले भनेको मान्दैन होइन, डर लिँदैन, अनि त्यो मान्छेले घुस लिन्छ अनि भ्रष्ट हुन्छ। हाम्रो देश नेपालमा पनि भएको अर्थ केही होइन, भएको त्यही हो। घुस लिनुलाई मात्रै बल्के होइन, अब त्यस्तो गर्नु हुनेछ भनेर हामी सबै मान्छेले त्यो कुरो बुझ्नुपर्छ। घुस लिएर के फाइदा होइन, एकछिन ल्याउँला अरे, तर घुस लिएर चाहिँ नि सत्य कुरोलाई बङ्ग्याउनु पर्ने हुन्छ। त्यस कारणले गर्दा चाहिँ कहिले पनि मान्छे उँभो लाग्दैन। एक दिन त्यो कराउँछ नै, त्यसले गोज्छ नै, पाप लाग्छ नै मान्छेलाई है। त्यो भएको कारण त भजन सङ्ग्रह 26को 10ले के भन्छ है, भजन सङ्ग्रह 26को 10ले जसका हातमा दुष्ट योजनाले भरिएका छन् र जसका दाहिने हात घुसले भरिएका छन्। हेर्नुहोस् है, दुष्ट भने जसका हात दुष्ट योजनाले भरिएका छन् भने चाहिँ, र जसका दाहिने हात घुसले भरिएको छन् भने चाहिँ, घुस लिने मान्छे चाहिँ के भन्नु त, ऊ चाहिँ योजनै बेग्लै क्या, विचार नै दुष्ट भएर बसेको हुन्छ। यस कारणले गर्दा घुसलाई एकदमै घृणा गरोस्, यो राष्ट्रबाट नै जिरो लेभलमा पुर्याउने गरी चाहिँ हामीले यो काम गर्नुपर्छ है। अनि हितोपदेश 17को 8ले के भन्नु भने, जसले घुस लिन्छ त्यसको लागि त्यो टुना जस्तै, हेर्नुहोस् यहाँ, जसले घुस लिन्छ नि होइन, दिन्छ, जसले घुस दिन्छ त्यसको लागि त्यो टुना जस्तै हो, जहाँ गए पनि त्यो सफल हुन्छ अरे क्या। सफल हुन्छ किन त्यो सफल हुन्छ भन्दाखेरि चाहिँ टुना जस्तै हो। त्यो अब के भन्छ, दुष्ट काम गर्छ होइन, जहाँ गयो भने ऊ के हुन्छ त, सफल हुन्छ भनेको छ। यहाँ केमा सफल हुन्छ भने चाहिँ जसले घुस दिन्छ त्यसको लागि त्यो टुना जस्तै हो, जहाँ गयो भने त्यो सफल हुन्छ। घुस दिने मान्छे चाहिँ किनभने अब पैसा छ होइन, त्यसले पैसा दिन्छ अनि ऊ सफल हुन्छ, तर त्यो चाहिँ एउटा टुना जस्तो हो। एक दिन दिने मान्छे पनि एक दिन त धोकामा पर्दैन, किनभने गलत ठाउँमै दिइरहेको हुन्छ नि त होइन। गल्ती नभए पनि अब आफूले गल्ती गरेको छ तर अर्कोले गल्ती गरेको छैन भने आफ्नो पैसा घुस दिएर चाहिँ अब त्यसलाई के गर्छ त, त्यसलाई चाहिँ थुनिदिने काम गर्छ। त्यो पनि त्यो त्यसमा सफल भयो भने परमेश्वरको नजरमा चाहिँ त्यो सफल हुँदैन है। अनि व्यवस्था 10को 17ले पनि के भन्छ है, व्यवस्था 10को 17ले, किनकि परमप्रभु तिमीहरूका परमेश्वर नै ईश्वरहरूका परमेश्वर र प्रभुहरूका प्रभु, महान परमेश्वर, शक्तिशाली र भय योग्य हुनुहुन्छ। उहाँले कसैको पक्षपात गर्नुहुन्न, उहाँले कहिले घुस लिनुहुन्न। हालेलुया। परमप्रभु परमेश्वरले यता कहिले पनि घुस लिनुहुन्न, याद गर्नुपर्छ है। यस कारणले गर्दा चाहिँ परमप्रभु परमेश्वरको आदेशलाई मान्नुपर्छ मान्छेले। अब पहिलो सामुएल 12को 3मा हामी हेर्नेछौँ, म यहीँ छु, मेरो विरोधमा तिमीहरूको केही भन्नु छ भने यहाँ परमप्रभु र उहाँका अभिषक्त जनको उपस्थितिमा उजुर गर है, उजुर गर, कसको गोरु मैले लिएको छु र कसको गधा मैले लिएको छु, अनि मैले कसलाई ठगेको छु, मैले कसमाथि अत्याचार गरेँ, मैले कसको कसुर लुकाउनलाई घुस लिएँ, मलाई भन र म त्यसको क्षतिपूर्ति गरिदिनेछु। हामी चाहिँ यस्तो
कसैले औँलो ठोर्नुहोस् है, कहाँ लिएको छु मैले, छ भने लु देखाउनुहोस् होइन। झुटो कुरो त टिक्न सक्दैन, देखाउनु सक्दैन। त्यस कारणले गर्दा चाहिँ वचन भने जस्तै कहाँ लिएको छु होइन। अहिले धेरै हामीले देख्छौँ नि होइन, घुस लिएको देश हाम्रो किन डुबेको भने चाहिँ यो यथार्थ सबैलाई थाहा छ। घुसको कारणले गर्दाखेरि जहाँ जे काम गऱ्यो घुस नदिए हुन्थ्यो हुँदैन, घुस खोज्छ हेर्नुहोस् है। त्यो भएको कारणले गर्दा चाहिँ अब होसियार हामीले गराउनै पर्छ, किनभने त्यसले चाहिँ कोही पनि मान्छेहरू लाग्दैन है। त्यसै गरेर हामी हेतुपद 19को 4 हामी हेर्छौँ। धनले धेरै भित्र मित्र बनाउँछ है, तर गरिब मानिसको मित्रले उसलाई त्याग्छ भनेछ है। धनले चाहिँ धेरै मित्र बनाउँछ अरे होइन, तर गरिब मानिसको मित्रले उसलाई त्याग्छ। अब यो हामी सबैलाई थाहा भएको कुरो हो होइन, किनभने यो धेरै गवाईहरू छ कि यो चाहिँ मेरो जीवनमा परेको छ। पछि पछि अरू समयमा कुरो गर्छु। गरिब हुँदाखेरि मान्छेले कस्तो व्यवहार गर्छ होइन, धनी हुँदाखेरि कस्तो खालको व्यवहार गर्छ, यो हामी सबैले भोगेको छ र हामीलाई थाहा छ। यस कारणले चाहिँ हामीले विचार गर्नुपर्छ है। उपदेश 7को 7मा कर कापले बुद्धिमान मानिसलाई पनि मूर्ख बनाउँछ र घुसले हृदयलाई भ्रष्ट पार्छ चाहिँ। घुसले चाहिँ हृदयलाई भ्रष्ट पार्छ, हृदयलाई मात्र भ्रष्ट पार्ने मात्रै होइन, जिन्दगी नै सुहा बनाउँछ है। त्यो भएको कारणले हामीले एकदमै विचार गर्नुपर्छ। यो घुस यस्तो यस्तो कामहरू बन्दा हाम्रो देशबाट नै यसलाई चाहिँ जिरोमा बनाउन सक्यो भने साँच्चै नै देश बन्छ, मान्छे बन्छ, आशिषित हुन्छ है। यसै 1को 23-13मा पनि हामी हेरेछौँ के भने, व्यर्थका बलिहरू नल्याऊ, तिमीहरूको धूप त मेरो निम्ति घिनलाग्दो छ। औँसी शपथ र सभाहरूका साथसाथै तिमीहरूका दुष्ट जमघाटहरू म सहन सक्दिनँ। परमप्रभु परमेश्वरले यस्तो लारङ कुरोहरू मन पर्दैन। अनि परमप्रभु हुनुहुन्छ, परमप्रभुले हाम्रो प्रार्थना सुन्नुहुन्छ। यस कारणले गर्दाखेरि देशमा धेरै उथुलपुथुल पनि हुन्छ है। त्यो भएर तपाईँ हामीले एकदम विचार गर्नुपर्छ। धेरै घुस लिएर देशलाई लाथा लिङ्ग बनाउनु हुन्न। धेरै मान्छेको रोइएको कुराहरू होइन, भित्रको आवाजहरू, दुःखका कुराहरू परमप्रभु परमेश्वरले सुन्नुहुन्छ। त्यो भएर अहिले नै यही समयमा नै देखाइदिनुहुन्छ परमेश्वरले। त्यो भएर जिउँदो परमेश्वर हुनुहुन्छ, त्यो भएर देखिन्छ, होस गर्नुपर्छ है। तँमा नै मानिसहरूले हत्या गर्नलाई घुस लिन्छन्, तैँले ब्याजमा बढी ब्याज लिन्छस्। आफ्नो छिमेकीलाई अन्याय गरेर जबरजस्ती गरी नाफा लिन्छस्, अनि तैँले मलाई बिर्सेको छस्, परमप्रभु परमेश्वर भन्नुहुन्छ। हेर्नुहोस् त,